हेलो नमस्ते अनि स्वागत छ साथीहरु मेरो नयाँ भिडियोमा। आज चाहिँ म चाहिँ झलनको भिडियो रियाक्सन गर्नेवाला छु। झलनको फ्यानहरु तपाईहरु पनि पक्कै हुनुहुन्छ होला, म पनि एकदम ठुलो फ्यान हो, किनभने झलनको भिडियो लगभग नछुटाइकन हेर्छौं, तपाईहरुले पनि हेर्नुहुन्छ होला। आज चाहिँ एउटा नयाँ भिडियो आएको छ राजेन्द्र खड्कीवाला, त्यो भिडियो हेर्छौं। तर भिडियो सुरु हुनुभन्दा तपाईहरुलाई पहिला एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने इयरफोन चाहिँ अनिवार्य छ है। झलनको भिडियो मतलब साकार, साकार मतलब के बुझिहाल्नु भयो होला। अनि झलनको भिडियोहरुमा त्यस्तै वर्डहरु पनि युज हुन्छ, त्यही भएर हेडफोन चाहिँ अनिवार्य लगाउनु होला। अब चाहिँ हामी लागौं रियाक्सनतिर। हेडफोन चाहिँ अनिवार्य हो है, हेडफोन चाहिँ अनिवार्य। के हो दाइ, फिल्म चल्न छोडेपछि गिट्टी कुट्ने काममा लाग्नु भएको हो र? गिट्टी कुट्ने त्यसको बुद्धि हेर्दा त्यो ढुङ्गा बाक्लो भयो क्या दाइ, अलि पातलो ढुङ्गा हाल्नु न। पातलो ढुङ्गा हाने पो अनि बल्ल फुट्छ। त्यस्तो बाटो कहाँ फुट्छ भनहरु त्यहाँ। वाह यार दाइ, हजुरको हात त फलामको हो क्या हो, त्यत्रो ढुङ्गा फुटाउँदा पनि केही भएन त। होइन अब यो अलिकति स्वेलिङ हुन्छ। तर तपाईको हातमा चाहिँ के भएको भने मैले सोध्नु मन लागिरहेको थियो कि अघिदेखि। अब सुतिरहेको बाघलाई कोही कोही झम्झिन आउँछ अनि दनक दियो। झुट बोल्नुहुन्छ दाइ, ढुङ्गामा हानेर हात सुन्नेको भन्नुस् न। पातलो ढुङ्गा हान्दाखेरि ढुङ्गा नफुटेर मेरो हात सुन्नेको भन्नु। ढुङ्गा फुटाउने हटौडाले हो क्या दाइ, हातले फुटाउनु हुन्छ नि कहाँ हुन्छ त यार। हटौडाले हान्ने जे हो, त्यही भएर बल होइन यो लाउनु पर्छ भनेको। बल होइन पासा दिमाग लगाउनु पर्छ, दिमाग। यसरी हान्ने मान्छे म यसरी। हजुरको घाँटी त्यस्तो बलियो छ भने यसले हान्नुस् त ल। ल चक्कै हो, त्यही भएर आफ्नो बलको धेरै घमण्ड नगर्नु। अहिले पनि यो 65 वर्षमा यस्तो स्ट्रङ छ। तर पहिला जस्तो हुनुहुन्न त। 65 वर्षमा हजुर बाघ हो र बोका हो भन्छन् त। केटा भालु भन्नु। बोका भालु केटा भालु पनि टन्न छ बाबु। सिंह जस्तो मान्छेले आफूलाई भालु भन्नुहुन्छ यार। ए मलाई कति अभर गर्छ म भालु नबनेको। बन्नु पर्छ नि दाइ, पैसा टन्ने कमाउनु केटा हुन्छ भालु होला। भन्नलाई नेपाली पुरा प्रो अफर भनेछ नि, आउँथ्यो। उसको रेट 30,000 रे। त्यसो भए तपाईको रेट कति त? म 30,000 रेट गरेछ। होल नाइट 30,000। होल नाइट भन्दा नि प्रोमा अब धेरै पैसा कमाउनु हुन्थ्यो रे त, त्यो गर्ने पत्रकार लास्टमा के भन्नु बुझ्नु भयो तपाईहरु? पिटाई मारपिटलाई नै गोली फाइट गर्नुहुन्छ। मैले 1.5 वर्ष गोजे भनेको त मान्छे चोरपाटीको भैँसीपाटी धेरै गएछु मैले। माछा ठटाउने नि ढाङ्गाले अस्ति त गोजेर आएको यार। अस्ति ठोकेन मैले, अस्ति पनि ठोकेको मैले। ज्यान पैसा मैले कुकुरले काटेँ। तर हामी सानो हुँदाखेरि राजेन्द्र खड्कीले हातले हानेर चाहिँ राङ्गो ढालेको रे भन्ने चाहिँ सुनेको है हामीले। लागेको त्यति बेला के नर्मल नर्मल पातलो थियो। मैले यहीँ बजाएको होला, मैले यहीँ बजाएको होला। सलमान खान कहाँ पर्यो नि? सलमान खानलाई बजाएको रे दाइ। फिल्म सुटिङको कुरा यहाँ नगर्नु क्या। कहाँको सुटिङ हुनु? रियलमै पिट्नु भएको। चोबारमै यहाँनिर समातेर पुरा रियलमै सलमान खान केटाहरूले घाँटी समातेर। कुन सालको कुरा होला यो? 92 को होला। 1993। यहाँ घाँटी समातेर उसो सुटिङ जानु पर्यो, यहाँ घेरेर केटाहरूले फोटो खिचेको रहेछ कि। त्यसले चाहिँ उनीहरू अटोग्राफ लिने फोटो खिच्ने भनेर दिएन रहेछ कि। मानेन। यङ केटाहरू हाम्रो जजी जस्तो केटाहरूको ये ग्याङ मोटरसाइकल ल्याएर घेरेर घाँटी समातेर फोटो खिचाएको छ। सलमानको गाडी समाते घाँटी समातेर खिच यो मैले धोटीसँग घेरेर त्यो त मर्ला छ, डराइहाल्छ नि। चिन्छ मैले मोटरसाइकलमा आएर लगेको त्यसलाई। अमिताभ बच्चनसँग त मेरो यति राम्रो क्लोज उसको म बम्बई गएर उसको घरमा हेल्प गरेको छु नि बुढालाई। जमसम्म 1 महिना सँगै बसेको। गफ हाने हाम्रो रियलमै हो यो। सलमान खानलाई पिटेको रे। हुन त हेटौडाको दादा हो, पिट्नु पनि भयो होला। छोडाको दादा त्यहाँको दादा त विश्व क्रान्ति रहेछ। राङ्गा ढालेको मरेको राहो त आफै ढलिहाल्छ। त्यो बाबाको सर्ट भङ्ग पारेपछि सिक्स प्याक त देखिनु नि के बडी बनाओ। सिक्स प्याक वाला प्यार पनि पाइँदो रहेछ, त्यो लगाए भए पनि हुन्थ्यो। हेर्नु त दाइ, आफ्नो चाहिँ 6 प्याक होइन 8 प्याकै छ जस्तो कुरा गर्नुभयो त के भन्न चाहनुहुन्छ? अब कुनै भेट्छ यसले पनि। कुनै तपाईँले घण्टा जस्तै के भन्नुभएको थियो? खोइ खण्ड अबदेखि त्यस्तो भन्यो भने अब म केस गर्छु राजेन्द्र खड्कीलाई। घण्टा मुजे त ल सोधे ल केस ठोक। खबरदार आइन्दा यस्तो शब्द रफ वर्डहरू युज नगर्नु होला। दाइ हजुरलाई पुण्य गौतम कस्तो लाग्छ? यस्ता मुला ऐटे घैटेर कुरै नगर्ने यार। दाइ त्यो फोटो हेर्नु त उहाँ को हो? किन अर्धै पागल हो बिहान? अनि उहाँ चाहिँ यो बाख्रे हो। अनि ऊ यो दाइलाई चिन्नुहुन्छ? बाख्रालाई चाहिँ चिनेन। चिन्नु भएन? म कहाँ चिन्छु यो भुराहरूलाई कहाँ चिन्छु? यो दाइलाई त चिन्नुहुन्छ होला नि? यो बाबुले पनि चिन्दैन यार, यो कस्तो छोरा हो? बहादुरको छोरा पहिले पनि घण्टा रन्डीको छोरा को हो? मुजी को रियल दादा हो माछा सिक्ने। दाइ हजुर को हो भनिदिनु त। डन डन विराज भट्ट पनि डनै हो क्या रे नि हैन? खै मलाई के थाहा थियो, म मेरो हातबाट बनेको कुरा नल त्यसको शब्द ननिकाल। विराज भट्टसँग चाहिँ के दुश्मनी छ दाइ हजुरको? जे पनि भन्नुहुन्छ त। दुश्मनी यार। झाँटे केटा हो हाम्रो, झाँटले बनेको केटा हो। ल अर्ज हेर न बोलेको पारा मेरो बोली स्टाइल यही हो। रेस्पेक्ट गर्नुपर्छ भन्ने थाहा छैन। त को होस् भने के मुलाई? म त हिरो हो मान्छे। त मलाई हिरो म फाइट डाइरेक्टर तँलाई कहाँ कहाँ हानेर छुटाउँछ म भन्छु। मैले बाउसँग टक्कर लिने बाउ भनेको बाउै हुन्छ कि। यत्रो मलाई मतलब छ भाइ म त लडेर अहिले पनि लडाएको है। के 65 वर्ष भइसक्यो, 7 वर्ष भयो एक्सर्साइज नगरेको। यो हात हेरेर हात त हाम्रो पनि छ नि त यी दुईटा। मान्छे यो औँलाले घोचेर सुताइदिन्छौँ। केही गर्न सक्दैन हामीलाई। रौँडा आइदिनु मान्छे त्यही ठुलो पिठो हान्छ यार। तपाईले मेरो केटाहरु खुकुरी हान्न आउँछ, अब के
गर्नुहुन्छ मैले को आउँछ मर्छ मार्छ मेरो केटाहरू तँलाई मार्न आउँदैछ चिक्नेहरू आइज भिटेन भाइ आउँदैछ ल आइज त भाइ म्याच चाहिँ फेरि मसँग जुत्नै आउनुपर्छ नि फेरि म्याच यहाँ आइज न अगाडि मान्छे घोडा लिएर आउँछ रन्डीको बात म त राङ हान्न चाहने त्यसलाई तेरो म चाहिँ आन्द्रा निस्किन्छ नि रन्डेको छ यहाँ भोलि निकालेर आएको मान्छे म त गिटी फोडेर गिटी निकालेर पकाएर खाएर आएको मान्छे म्याच चाहिँ बोल्ने हो थुतु नचलाउने तिमीहरू बोल्छ हामी काट्छ म्याच चाहिँ छिराइदिन्छु रन्डेको छ आइज घन्जडी साला आइज न मान्छे एकै सर्टमा हुन्छ तँलाई सस्तो आउन मेरो छेउमा म त्यहाँ हान्न आउँछु भगवान पाउ चोकमा आइज म्याच सिक्ने भेट्ने हो आइज नि त यार हेरौँ है को आउँदो रहेछ म्याच आँटै छ भने आइज अगाडि आइज भन्दैछु त मैले खोइ त कोही छैन म्याच सिक्ने अघि बोलाएको होइन मैले फकिङ त्यही त गो ब्याक बोलाएपछि आइज म्याच सिक्ने त्यही बस्छु त्यही त बोलाउने त्यसो फेरि म्याच सिक्ने तेरो मुझे फेरि लोकेसन म्याच सिक्ने हन्त हान्नु पर्यो नि फेरि म्याच सिक्ने तेरो त्यो जग्गा सगल सबै काट्छ घोष गरेर राख्ने मलाई हिँड्दै भने म्याच भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक गरिदिनुहोस् च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् है च्यानललाई सब्सक्राइब गरेर बेल आइकन दबाउनुहोस् है नबिर्सिनु होला आजको लागि बाई फेरि नेक्स्ट भिडियोसँगै हामी भेट्नेछौँ है त